अघि नै मम्मीले यो बुनेको दिउँछ एउटा, त्यसपछि यो चाहिँ सानो भयो अरे, अनि अहिले चाहिँ यो यत्रो ठुलो बनाइदिनु हो। यहाँ त खै अब भात खुलाइमा हो अरे, यहाँ त नातिलाई नै हालेर गुर्काउला जस्तो यति ठुलो छ, यति ठुलो छ। यो क्यामेरामा भन्दा ठुलो है, यस्तो ठुलो देखेछ। तर अहिले राति भोलि नै गर्नुपर्ने रे भात खुलाइ, भोलि नै जुरेको छ अरे। अनि मम्मीले चाहिँ राति भ्याइ नभ्याइ आफूले हात दुखी गराइदिनु भएछ। पालपालीको छोरी भइसकेपछि यतिको चाहिँ हुनुपर्छ है होइन त मम्मी? हामी त पालपाली छोरी मजा जे हुन्थे, त्यही भएर हात दुखेछ। तर पनि के गर्ने, कुनै सिपहरू जान्नु पनि कुनै कुरामा त गाह्रो पनि हो कि, अब नाइ भन्न पनि भएन होइन। गर्नु पनि पर्यो, कोसिस त गरेको। तर यति बब्बाल भएको छ कि देख्न सक्नुहुन्छ। हजुरहरूलाई नि चाहियो भने मम्मीले बनाइदिनुहुन्छ। मम्मी जागरिलो हुनुहुन्छ, नाइ भन्न सक्नुहुन्न। हजुरहरूलाई चाहिएछ भने नाति बाजेको हालत के हो? बाजेलाई पसिना बनाउँदै राति यहाँ मम्मीले यस्तो बुन्न। अझै डुना पनि बुन्नु पर्यो। यो क्यामेरामा त कस्तो सानो जस्तो देखेछ, तर यो यसरी आँखा अगाडि हेर्दा त कति ठुलो देखेको क्या। ठुलै छ के हो, कति के हाल्ने हाल्छ न त्यो सानो भयो भनेपछि अब यो ठुलो बनाइदिन्छ। पानीहरू नि टक्क दिएर यस्तो के चिल्लो पनि राम्रो। त्यसले के खान खोजेछ? हो भोक लाग्छ राति बिहानको दुध हो के अरे। तर ढक्कन त त्यही नै, म त माथि तताएर त्यही राखिदिन्छु। मम्मी टपडी उचालेर देखाइदिनु हजुरको टपडी। मम्मीलाई नि ढोक्किने टपडी छ। बब्बाल मम्मीलाई नै छोपे छ भनिसकेपछि सोच्नु यति ठुलो छ कि। यत्रो टपडा चाहियो रे। ल यो त आधा छ है, यत्रो ठुलो हो। त्यही पनि यही हराछ यो त। अब फोन गरेर लिन आइन्छ त्यो टपी भन्नु परेको छ। ल फिनिस भयो है। यो अब डुना चाहिँ बाँकी छ, त्यो मैले सिकेको डुना यो काम छैन। यहाँ मम्मीले बनाउनु मात्रै चाहिँ काम लाग्छ। यो टपडाहरूमा यत्रो धेरै